सुस्तार चढ सुस्तार चढ रुक 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 धेरै वाटमा चढेको मुटा गराई भिडियो ये बराई ओइ भारी हुँदो रहेछ बुटा हालेको म हालेको बुटा हालेको नि ब्लु त चापिएकै छ त जो त जाने नि त्यतै खन्ने है खन्ने घाँस काट्दै हुनुहुन्छ दाइले डराउनु त भएको छैन नि डरा छैन 10 वर्षमा काटेको बुटा चढेको 10 वर्षमा बुटामा चढेर घाँस काट्दा डराउनु त भएको छैन नि बुटा हल्लिरहेछ के बुटा हल्लिएको होइन के यो हात फस्छ के अलि राम्रोसँग काट्नु होला त्यतिकै काट्नु है डराएछ हैसा पनि डराएछ के आउनु लाग्दैन हैस के भएको बिचरा डराएर हैस डरायो क्या मान्छे 10 वर्षमा घाँस बुटा चढेर काट्नु होइन डराएछ है जता जान्छ काट्दिउँ के काट्नु फुरुङ फुरुङ काटिदिनु यल्ला ठुलो हाँगा त नकाट्यो नकाट्ने काटिसके काट्नु मर्छ अब काट लाग्लाई सक्क पार्नु भारी धेरै होला तिमीलाई त काट्नु नि काट्नु हल्लुङ्गो हुन्छ झाङ हल्लुङ्गो काट्नु न तपाईँले हान्दै काट्दै गर्नुभएको छ भिडियो खिच्ने मान्छेलाई चाहिँ हानेर आइरहन्छ भिडियो खिच्ने मान्छेलाई जानेर डर लाग्यो के नकाट्ने हो र बुटा हल्लिँदा सातो गयो 20 वर्षमा बुटा चढेर घाँस काट्दा सातो पुत्लो गयो कति काट्ने हो काट्नु ल झर्दी गयो त ए तल गइसक्यो रहेछ केही छैन छोप्न पर्दिन के अरे तल गइसक्यो मलाई छोप्ने कि घाँसलाई छोप्ने बुटामा मास अलरे मासतिर गर न भयो न यो सबै काटिदिने भयो पुग्छ धेरै होला फेरि तिमीलाई हुन्छ गरुङ्गो छ ल झार्नुस् थोरै लेट जानुपर्छ हजुर झार्नुस् भिडियो बन्द गर झरेको पनि देखाउँछु नि उताबाट गर ऐसा झरियो यहाँसम्म सही सलामत झरियो अब त्यहाँबाट चाहिँ थाहा छैन अब त्यहाँबाट चाहिँ कुन्नी कसरी झर्ने खुट्टै दुख
बिचरा 10 वर्षमा बुटा चढेको सातो पुत्लो गाछ झर्नु भयो अब हाई भनिदिनु अब आनन्दले म बस्छु दाइले काट्नुहुन्छ त्यसलाई टुक्रा पार्नुहोस् ठुलोलाई टुक्रा पार्नु हातले होइन हैसाले म सिकाउँदैछु 10 वर्षमा घाँस काट्दा त्यही भएर त 10 वर्षमा काट्नु भएको छ सिकाउँदैछु लरो निकाल्ने बेला भएको छैन अहिले मिलाएर राखिदिनु होला ठुलो मात्र टुक्रा पार्नु होला सबै चोप लाग्ने हो नि त मलाई अनि कहीँ हुँदैन अब गाउँमा बसेको भन्नु परेको तल जानु पर्यो नि त घर लिएर आउनुहोस् आफैले झराल्नु भएको तल उतार जान्छ तल यहाँ जानु मिल्छ होला यहाँ ठुलो भिड छ कत्रो ठुलो भिड छ उहाँ छ घाँस मान्छे यहाँ म त काट्छ नि अन्त जात्रै ठुलो भिड के अरे उडेर जाने नि त अरू छ अड्केको गीत छैन आउनुहोस् आएर एक ठाउँ राखेर मुठा पार्नु धप्पा कत्रो ढिगबाट माथि कति ठुलो ढिगबाट माथि चढ्नु भएको धन्नै लोट्नु ल अब यसलाई कतातिर राख्नुपर्छ नि त मिलाएर राख्नु ल अझ उ त जाउ गरे यो चाहिँ खनियाको घाँस हो खनियाको घाँस यसको खान मिल्ने त सानो साना दाना हुन्छन् लौजान टुक्रा पारिदिनु होला भयो त्यो टुक्रा पनि बिचबाट गर्नु बिचबाट पार्नु अझै काट्नुपर्छ कि पुग्दैन त त कुट्नु मेरो काट्ने अब कुट्नु चढ्नु चढ्छु अब कुट्नेरको बुट्टा चढ्नु तर झर्न सक्नु अब कुट्नेरको बुट्टा चढ्नुहुन्छ म तल बसेर भिडियो गराइदिन्छु ल अझै उता त्यहाँ घाँस छ अब मुठा पार्नु मुठा पनि पारिदिने गतेको लरा यसो निकाल्नु मोटो मोटो गतेको लरा त्यसले मुठा चम्मै बान्नुहोस्
कतिको लहरा देख्नुहुन्छ कि नै कतिको लहरा हेर्नुपर्छ कतिको लहरा छ सबै सुकेका छन् चुट्नीवाला होइन डबल डबल लिनु होला डबल डबल फोन आयो मम्मीको मम्मी फोन